लु आयो है आयो। अब प्रतीक्षाको घडी समाप्त भएको छ। एमबिएस र एमपिए कार्यक्रम सेमिस्टर प्रणाली अन्तर्गत 2082 सालको लागि अत्यन्तै जरुरी सूचना। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको सेमिस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडी एमबिएस तथा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन एमपिए कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस कलेजहरूमा भर्ना वर्ष 2026 विक्रमसम्म 2082मा विद्यार्थी भर्ना कार्यक्रम देखाअनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवेदन फारम बुझाउने मिति आजको मिति आज 2082 कार्तिक 25 देखि 2082 पुस 9 गतेसम्म यो भित्रमा तपाईले आवेदन बुझाइसक्नुपर्नेछ। यदि तपाईँ एमबिएस र एमपिए अध्ययन गर्न चाहनुहुन्छ भने प्रवेश परीक्षा भने 2082 पुस 12 गते शनिबार बिहान 8 बजेदेखि हुनेछ। भुल्नु भएन, परीक्षा मिति पनि तपाईले आज फर्म भरेर राख्नुभयो होला। फेरि परीक्षा कहिले छ के छ भनेर फेरि बिर्सिनु भयो भने परीक्षामा सामेल हुनु भएन भने फेरि अध्ययन गर्न पाउनुहुन्न। कक्षा सञ्चालन चाहिँ भने तपाईको 2082 माघको पहिलो हप्तादेखि हुनेछन्। यसमा केही नोट्सहरू दिएको छ, त्यसमा पनि ख्याल गर्नु होला है। प्रवेश परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, बिजनेस एन्ड इकोनोमिक्स, जनरल अवेरनेस विधाबाट 25-25 मल्टिपल चोइस क्वेसन सोधिनेछ। यसमा तपाईले व्याख्या गरेर धेरै लेखिरहनु पर्ने भने हुँदैन। 25-25 वटा के सोध्दैछन् भने मल्टिपल चोइस क्वेसन। मल्टिपल चोइस क्वेसन भनेको तपाईलाई मल्टिपल अप्सनहरू दिएका हुन्छन्। 4वटा सम्भवतः 4वटा अप्सन दिएको हुन्छ भने बेस्ट अप्सनलाई चाहिँ छान्नुपर्ने हुन्छ। प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुँदा उत्तीर्ण भएको लब्धाङ्क पत्र अनिवार्य पेश गर्नुपर्नेछ। जुन तपाईँ इक्जाम दिनुहुन्छ त्यसको रिजल्ट आइसकेपछि वेबसाइटबाट तपाईले त्यो उत्तीर्ण भएको लब्धाङ्क पत्र चाहिँ प्रिन्ट गरेर क्याम्पसमा बुझाउनु पर्ने हुन्छ। यदि उत्तीर्ण हुनु भएन भने हजुरले अध्ययन गर्न पाउनुहुन्न। त्यही भएर अलिकति कन्सियसनेस देखाउनु होला। त्यस्तो गाह्रो केही पनि सोधिँदैन र पनि पासै हुनु भएन भने भन्ने त कुरा छ नि त। त्यही भएर आवेदन फारम यस संकायको वेबसाइटबाट www.tudums.org अनलाइन मार्फत भर्नुपर्नेछ। सो सम्बन्धी लिङ्क भने पछि यसबाट पनि प्रकाशित गर्नेछ भनेर लिङ्क दिएको छ, यसमा हेर्नु होला। अब तपाईले यसमा ख्याल गर्नुपर्ने कुरा लिङ्क सिङ्क त भेटिहाल्नुहुन्छ अहिलेको जमानामा हैन, एआई को टाइममा। अब यसमा हजुरले चाहिँ के छ भने दस्तुरको कुरा छ 1500 बुझाउनु पर्ने छ, जुन चाहिँ डिन कार्यालयको खाता नम्बर उपलब्ध गरेको छ। हेर्नु होला है। तपाईले अनलाइन मार्फत भुक्तानी गर्नुहुन्छ कनेक्ट आइपिएसबाट भने चाहिँ त्यो खाता नम्बरमा डिन कार्यालयको खाता नम्बर छ, त्यसमा भुक्तानी गर्नु होला। यदि ब्याङ्कबाट गर्नुहुन्छ भने नि खाता नम्बर यही हुनेछ र आफ्नो नाम पनि खुलाउनु पर्ने हुन्छ है त। अहिलेको समयमा सबैसँग कनेक्ट आइपिएस यताउता भुक्तानीको माध्यमहरू सबै अनलाइन भइसकेको छ। त्यो भएर ब्याङ्क धाइरहनु पर्ने कष्ट त नहोला हजुरलाई। र पनि खाता नम्बर चाहिँ राम्रोसँग सम्प्रेषण गरेर बल्ल पेमेन्ट गर्नु होला। प्रवेश परीक्षा केन्द्र सम्बन्धी सूचना पनि यसै वेबसाइटमा पछि प्रकाशित गर्नेछ भनेर यहाँ वेबसाइटको लिङ्क दिएको छ। लु अब तयारी गर्न थालौँ। सिम्याटको पनि अलिअलि हेरौँ। नहेरिकन दिनुभन्दा अलिकति हेरेर दिएकोमा धेरै अन्तर पर्छ। ल तयारीको शुभकामना। एमबिएस कार्यक्रममा फेरि भेटौँला पछि।